मेरो बुवा अष्टनारायणको परिवार प्रकृतिको विपत्तिमा परि एक चिहान। मेरो मामा हजुरबुवा शिवनारायण र हाकुमाया पनि खेतमा काम गर्दा गर्दै बच्चा सहित बाढीले बगाए। बाँकी सबै परिवारहरू जीर्ण भएको घरमा पुरिएर एक छन्। आज मेरो जिजु हजुरबाको परिवार सबै मरेर गए पनि उहाँको प्रगतिशील विचारधारा तपाईँमा अनि ममा सधैँ जीवित रहिरहेछ।